हेलो गाइस, दिस इज VS राइडर। आज म ट्रक स्टपमा आएको छु। मेरो ट्रक यहीँनिर छ। ट्रक स्टार्ट भइरहेको छैन, ब्याट्री डाउन भएर राखेको पनि निकै दिन भइसक्यो, मार्केट डाउन भएर। आज म कसरी यसलाई जम्प स्टार्ट गर्ने सानो लिथियम आयन जम्प स्टार्टरबाट भनेर देखाउँदैछु। यो भिडियो हेरेर अन्तिमसम्म साथ दिनु होला है त। यो चाहिँ ड्युअलको 1600 एम्प पिक एम्पको जम्प स्टार्टर हो। यहीबाट मैले स्टार्ट गर्ने हो। यो चाहिँ खासै मसिनो भेहिकलहरूको लागि बन्या हो, कारको लागि। तर म आज फ्रेडलाइनर अन गरेर देखाउँछु है त। तपाईँहरूको गाडीमा APU छ भने यसले अवश्य नै काम गर्छ। म मेरो गाडी अन गरेर देखाउँछु है त, अन हुन्छ कि नै। मेरो गाडी अन भएन किनभने मेरो गाडीमा ब्याट्री डाउन छ, अन्त डेफिनेटली हुन्न। तर यो जम्प स्टार्टरबाट म मेरो APU अन गर्छु। APUले मेरो गाडीको ब्याट्री चार्ज गर्छ है त। ल, यो कालो यो चाहिँ चेप्ने छ, यो कालो टर्मिनलमा चेप्दिनु होला, यो भिडियोमा देखे जस्तै। अनि फेरि यो रातो चाहिँ रातैतिर लाउनु पर्ने हुन्छ, चेप्नु पर्ने हुन्छ। यदि रातो चाहिँ कालोमा, कालोको रातोमा भयो भने समस्या हुनसक्छ, गाडीको तार जल्न सक्छ। यो हरियो बत्ती बलिरहेछ। यो हरियो बत्ती बले पछाडि भित्र गएर चाहिँ हामीले APU अन गर्नुपर्ने हुन्छ। मेरो APU को बिहान चाहिँ 11.6 थियो भोल्ट, त्यतिमा APU अन हुँदैन। ल, मैले जम्प स्टार्टर कनेक्ट गरेर पनि फेरि मेरो गाडी अन गर्ने कोसिस गरेँ, अन भएन। किनभने यति सानो जम्प स्टार्टरले अन हुन्न। र मैले APU चाहिँ अन गर्ने कोसिस गर्दैछु है त। ल, मेरो APU पनि अन हुन लागिसक्यो। यहाँ आवाज आउँदैछ, टी गरेको आवाज आउँदैछ है त। एकछिन पर्खिनु पर्छ। मेरो मोबाइलको लाइट बाले, केही पनि देखिएन। तपाईँहरूलाई देखाउनुको लागि यो चाहिँ APU को कन्ट्रोलर हो। फेरि त्योदेखि मुनिको चाहिँ इन्भर्टरको डिस्प्ले हो। ल, 11.1 भोल्ट मात्रै छ। यो चाहिँ पर्याप्त छैन APU चल्नको लागि। तर मैले जम्प स्टार्टर केबल जोडिसकेको छु जम्प स्टार्टर ब्याट्रीमा। त्यहाँबाट बुस्ट आउँछ, आए पछाडि हाम्रो APU त चल्नै भइहाल्यो है त। ल, अब एकछिन पर्खिनुपर्छ। यो APU भनेको चाहिँ के भने एक्स्ट्रा युनिट चाहिँ जोड्नुपर्छ गाडीमा जोडे पछाडि गाडी चलाइराख्नु पर्दैन AC र हिटको लागि है त। ल, मेरो अन भइसकेको छ APU। अब डिस्कनेक्ट गर्छु म मेरो जम्प स्टार्टर। ल, म तपाईँहरूलाई देखाउँछु है त APU कस्तो हुन्छ। APU चाहिँ मेरो प्यासेन्जर साइडतिर माउन्ट गरेको छ ट्रकको फ्रेममा। यही हो, थर्मोकिङले बनाउँछ है। यसले चाहिँ धेरै कम्ती खान्छ तेल। यदि गाडी अन गरेर AC र हिट लिने भने चाहिँ धेरै नै एक्सपेन्सिभ हुन जान्छ। मेरो जम्प स्टार्टर मेरो गाडीमा राख्छु है। मैले गरिसकेँ, यसरी गर्ने हो। मैले देखाउँछु पनि भित्र गएर कति भोल्ट भइसक्यो। ल, 13.5 भोल्ट चाहिँ चार्ज भइसकेको छ मेरो ट्रकको ब्याट्री। म 15 मिनटसम्म बस्छु, अनि त्यस पछाडि अलिक चार्ज हुन्छ। त्यस पछाडि APU मारेर म मेरो गाडी अन गर्छु। ल, मेरो गाडी अन भइसकेको छ है त। एस यु क्यान सी अन द भिडियो है। यसरी चाहिँ हामीले हाम्रो फ्रेडलाइनर डेड ब्याट्रीलाई चाहिँ चार्ज गर्न सकिन्छ। सबै क्यामेराहरू चलाएको छ, मेरो फ्रन्टको, ब्याकको, साइडको क्यामेराहरू। मेरो गाडीमा चाहिँ निकैवटा क्यामेरा छ। अब तपाईँहरूलाई धन्यवाद यो भिडियो हेरिदिएकोमा। लाइक्स, कमेन्ट्स
गर्न नभुल्नु होला। म यसरी नै भिडियो लिएर फेरि आउँछु। म त राइडर हुँ के अरे है, राइड गरेको भिडियो यसरी नै लिएर आउँछु। धन्यवाद तपाईँहरूलाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा।